मेरो घरमा चाहिँ त भन्दैन कि लाइक मेरो घरमा चाहिँ प्रयोग नै हुँदैन। त सधैँ प्रयोग नै हुँदैन के भन्छ त भाइले अनि? म लाइक तिमी कान्छो साइमनलाई साइमन यताउता। मैले चाहिँ तिमीलाई के भनेर बोलाउँछ? तपाईँले त भन्दा केही नै हुँदैन। सानोलाई चाहिँ तिमी भन्नुपर्ने थियो कि मम्मीले भन्नुभएको। म त बेस्टी हो नि, तिमीहरू म त बेस्टी होइन त? हजुर। बेस्टीको चलन मात्र कतिखेर छोड्ने हो? एकैछिन मेरो भाइले उयो लिन गएको छ। डिलिसियस पाएको होला हो खुसबु एउटा दिन मलाई। ओके एकछिन यो उयो चाहिँ पाकेको छैन। तपाईँलाई लाइक मासुको छाला मात्र खानुहुन्छ कि छाला मात्र? जे दिनुहुन्छ तपाईँले, जे दिनुहुन्छ क्या मलाई। तपाईँले मलाई होइन जुन मासु दिए नि म ओकेमा छु क्या। यो मम्मी सो मच टकेटी। मम्मी एउटा मासु झिक्न कति टाइम? यस इट्स लुक टु डिलिसियस। यस्तो मिठो पकाउने मान्छे चाहिँ तेरो इन्ट्रोडक्सन दिनु। Like my name is Nijal Tamang. I am 13 years old. I live ए निर्जला पो खुसबु हैन? खुसबु पनि हो, that's my nickname. And like you guys call me Khusbu at home, and my friend like say Nirjala at school. My didi say bestie. ल भयो अब चाहिँ तल चाहिँ कति चाहिँदो रहेछ दाखा। तपाईँ कुरा ल्याउनु म जोक्छु। तपाईँ कुरा ल्याउनु न त। याइ ले न। ल्यायो? यहाँ राख्न यहाँ तल तल। मैले चाहिँ साग धेरै हाल्दिनँ, अलिक काँचो थियो त्यो हाल्छु है। साग पाकेपछि म खान्छु। मिठो छ यो? साग हालेर मिठो भएछ। इट इज रियली गुड। पकाएको चोली है गाइस। खुसबु तिमी यति धेरै ट्यालेन्ट किन के? तिमी तरकारी नि बेच्न जान्छौ, फुटबल पनि खेल्न जान्छौ, सबै काम आउँछ। कसरी तपाईँमा यस्तो प्रतिभा